हेलो गाइस वान एभ्रिवान सबै सन्चै हुनुहुन्छ होला है। म एकदमै सन्चै छु। अहिले झन् चाहिँ म मेरो ड्युटीतर्फ जाँदैछु हो। अनि आजदेखि चाहिँ हाम्रो पढ्ने कामहरू स्टार्टहरू गर्नुपर्ने हो। अन्त त्यसै कारणले गर्दा जाँदैछु म चाहिँ। अनि मेरो दुईजना भाइहरू लिएर उनीहरूले चाहिँ काम गर्छ। म चाहिँ दिउँसो धेरै यताउता जाने कामहरू छ होइन। अनि म चाहिँ आफ्नो गाउँको यो बाटो हेरिरहेको छु। अनि कसले बढाल्दो रहेछ बाटो चाहिँ गाइस हेर्नुहोस् ल। बिहान बिहानै चिल्लो रहेछ। खोइ को नि बढाल्दैछ तर मजाले बढालिदिएको रहेछ बिचरा। कसले बढालेको पनि थ्याङ्क यू सो मच बढालिदिने मान्छे। गाई यस्तो जङ्गल हुन्थ्यो कि यतिहरू मतलब जङ्गलमा यस्तो पत्ता सफाको पत्ताहरू यस्तो बिचो हुन्थ्यो। सुन्दैछु को बढाल्दै हामी बगत अगाडि जाँदो रहेछ बढाल्दै गाई। बिचरा हाम्रो गाउँको तुम्बा हुनुहुँदो रहेछ बढाल्दै रहेछ यहाँ तलनिर हो। तपाईँहरू देख्नु भएको छैन यहाँनिर बढाल्नु रहेछ। तुम्बालाई पनि धेरै धेरै धन्यवाद छ गाइस हो। यसरी बढाइदिनु भयो। हामी ठुलो मान्छेले भन्दा राम्रो चाहिँ केटाकेटीले हुन्छ। अनि यसरी बाटो बढाइदिने मान्छे चाहिँ राम्रो भन्छ। पछि डाइरेक्ट स्वर्ग गरे हो भन्छ है। तर स्वर्ग कसले देखेको छ कसैलाई थाहा छैन। देख्न सक्नुहुन्छ हामी चाहिँ जाँदैछौँ गाइस। तुम्बा धेरै धेरै धन्यवाद। म त को पो रहेछ भन्छु नि। हिँड्नुपर्छ कि हजुर होइन हो। अनि के को लडेको भन्नु कि ए हजुर सुसक्नु तुम्बा कहाँसम्म लाग्नु भयो अहिले भन्छ साथी। हामी यहाँनिर पैँचो लगाइसकेको छौँ। हाम्रो हातमा फरुवा काँटा र झ्याम्पल छ। अब हामी चाहिँ जमिन खन्नतिर लागेको। अब भूमि वनतरुल खन्नको लागि वनतरुल भन्ने चिज एउटा यहाँ पनि लाउनुपर्छ। ऊ यहाँनिर निट छैन। यहाँनिर चारैपट्टि लगाऊ पोस्ट चाहिँ 18 छ भने कहाँ लगाउने पनि एक-एकवटा पिस पनि नभ्या भने होइन लाउनुपर्छ नि है गाइस। किनभने अब यो पब्लिक डिमान्ड हो। आफूले नि हेरेर गर्नुपर्छ। एउटा चाहिँ यहाँनिर कता तिमीहरू पनि जति जेसुकै भयो भने एउटा चाहिँ यहाँ चाहिँ खन्नु ल। यही उसको रुखको छेउमा ल। यही रुखको छेउमा गाइस। अब चाहिँ हाम्रो काम सुरु भइरहेको छ हो। तपाईँ देख्नुहुन्छ हाम्रो दुईजना भाइहरूले काम सुरु गर्दैछ साथी। अहिले भन्छ हामी एकदम धेरै काँटा देखाउ त रमन के छ झ्याम्पल भेना पर फर बगर आउनु रहेछ। हामी चाहिँ यति धेरै खतरा भनौँ खतरा डेन्जर बाटो हिँडेर आएको नि त है। कसै किन्न चाहनुहुन्छ भने चाहिँ बाख्रा पनि हामीले एभाइलेबल गरेका छौँ। मैले बुझेँ साथी। यति धेरै मिठो हावा छ आइरहेको छ यहाँ चाहिँ मिठो भनेर सिरिरी हावा आइरहेको छ। अब यहाँबाट चाहिँ काम गर्नुपर्ने भन्नुहुँदैछ साथी हो। रोड त यहाँ हो नि हौ। अब यहाँ हामीलाई चाहिँ भाउजूले मिठो चिया बनाइदिनु भयो हो। यहाँ चाहिँ हामी यहाँ पछाडि सबै ब्लगर भेला भएको छ हो। अनि मेरो भाइहरू छ हो। चिया छ दामी बनिदिनु भएको छ। भाउजूलाई धेरै धेरै धन्यवाद। हामीले काम गर्दा आएको हो। अन्त यहाँ चाहिँ रमिताहरू दामी हुँदो रहेछ। यहाँबाट हेऱ्यो हो तल हेऱ्यो बस्यो। पुरो चाहिँ हाम्रो अलिअलि देख्दैछ घर त्यो देख्दैन क्या हाम्रो सरकुबुर घर भन्छ। विनिङको टाइममा ड्युटी आफ्टर ड्युटी चाहिँ म फिसिङ गर्न गइरहेको छु है। माछा मार्नको लागि मर्ने गएन त थाहा छैन। फेरि हतपत म खेल्दिनँ पनि। तर आज चाहिँ कुनै किन साह्रै खोला जाने रहर जाग्यो नि त। त्यसै कारणले गर्दा जाँदैछु म चाहिँ माछा मार्नको लागि हो गाइज। अन्त ल्याएन गोबर हामी चाहिँ आज गोबरमा माछा मार्ने हो गाइज। अन्त जाँदै गरेको अस्ति चाहिँ हाम्रो भाइले रोमनले मारेको थियो यत्रोबाट होइन। एउटा कत्ले मारेको थियो। अन्त आज चाहिँ म मार्न जानुपर्ने ठाउँ चाहिँ यो साथी। हेर्नुहोस् कति धेरै अप्ठ्यारो बाटो। अहिले चाहिँ हामी यहाँ हाम्रो गोली गाँठो बन्दुकहरू बनाउँदैछौँ। एउटा चाहिँ यहाँ तोप हाल्नु मात्रै बाँकी छ। अन्त यहाँनिर हाम्रो खास यहाँ बन्दुक पड्काउनु यहाँ छ। तोप यहाँ रेडी छ अब ब्लास्ट। यो चाहिँ यसो चार यस्तो यतैतिर हाल्दैन रोमन।
चार हो अनि त्यो बेसी ठिकै हाल्दो हुन्छ त्यो त ढुङ्गा बिना चाहिँ ठुलो हाल्नुपर्छ बग्दैन नि त खोइ त्यो बत हो अलिक खाएर त यसले कस्तो खालको चारै मुस्नु नजान्नेले मुस्दिएछ अन्त होइन कनु मुस्दाखेरि पनि त्यसो भन्छ नमुस्दा पनि भन्छ अन्त अन्त किन मुस्नु अन्त अन्त चाहिँ मेरो गल्ती हो क्या अन्त मस्ता त्यस्तो भएपछि चाहिँ नजानेको भन्न त्यो चाहिँ डाइरेक्ट जान्दिनँ भन्नुपर्छ नि त अहिले बनाएको त अन्त नभएपछि चाहिँ के गर्नु त अन्त गिलो मुसिस नि तैँले ल्या गिलो मुसेको त हो क्या मैले चाहिँ अन्त भक्कु पानी हालेर अहिले चारो हेरेर थाहा पाइहाल्छ नि पानी चाहिँ किन अन्त गोबर र आँटामै मुसेर खेल्नुपर्छ त है पानी चाहिँ नलगाउनु क्या हो अन्त आमा त्यही भएर बिग्रेको नि यो चाहिँ कुरा चाहिँ पारा चाहिँ त्यसलाई एक भुटुटे पहिला मजाले मैले एउटा मात्रै हो दुईटा थियो त वाइ भाइ एउटा खाएँ नि मैले उयोहरू प्लास्टिकहरू कतिवटा थियो वाइ बुनिया पनि खाइसक्नु आँट्यो होला राख्नु बुनिया म त लाग्छ ल सक्यो अहिले मैले टेरेमेरेमा पनि हाल्छु हुन्छ सबैमा हुन्छ यसलाई चाहिँ फेला गरेको अझै भन्नु नि माइक त ढुङ्गा दुलो पारेर त दामी मर्छ मुरै दुलो पारेर हाल्नु क्या आफूलाई चाहिँ च्याफुलाई म त गाइस अहिले चाहिँ हामी फाइनली घरतर्फ लाग्दैछौँ अनुहार देखाउन भने अनि हामी चाहिँ अहिले 12-1 बजिरहेको छ साथी हामी 14वटा माछा मारेर 13वटा मात्रै गन्ती मारिरहेको छ एउटा चाहिँ कहाँ गएको भन्ने अवस्था स्थितिमा छौँ हामी चाहिँ केटाहरूलाई सुँगुर मासेर भात दिन खान्छौँ खोलाबाट आउँदा त्यस्तो स्थिति भइरहेको छ साथी हो म चाहिँ भोकले बिजोग भएँ केटा बोकै मलाई माछा पनि देखाइदिउँ होइन अब अडियन्स लोभिएर फेरि हामीलाई अर्डर गर्छ होला कि ओके गाइज बाई बाई गुड नाइट सी यू अगेन इन द नेक्स्ट भिडियो है